गुड आफ्टरनुन भाइ। हाम्रो यस ड्राइभिङमा हजुरले कति दिनसम्म सिक्नुभयो? जम्मा 12 दिन सिकेँ। 12 दिनमा पास हुनुभयो। हजुरको अस्तिको साथी पास हुनुभएको थियो। हजुर कहाँबाट आउनुभयो? म चाहिँ यहीँ कुमारीपाटीबाट। कुमारीपाटीबाट नजिकबाट आउनु। हजुरको गाउँ? मेरो गाउँ चाहिँ सुन्दर। ल बधाई छ हजुरलाई, एकदम खुसी लागेको छ 12 दिनमा पास गर्नुभयो। हामीले खाने बस्ने सुविधासहित यहाँहरूलाई टाढाबाट आउनेहरूको लागि चाहिँ बस्नेको सुविधा, खानेको सुविधा गरेको छौँ र 12 दिनमा पास हुनुभएको छ। अब लाइसेन्स निक्लिसकेपछि हामीले रोड टेस्टको पनि सुविधा राखेका छौँ। यसको लागि खुसी हुनुहुन्छ नि? एकदम मेरो खुसी छु। म त मस्त चलाउँछु। अरू साथीहरूको लागि पनि हजुरहरूको साथीभाइहरूको लागि यहाँ राम्रो छ। धन्यवाद। जो पनि सिक्न चाहनुहुन्छ लोकको यो सेन्टरमा आउने होइन, हजुर। नामसाम सब बायोमा हुन्छ। दाइहरूले चाहिँ मक्खन तरिकाले सिकाइदिनुहुन्छ। जम्मा 12 दिनमा पुरै फर्स्टचोटिमै ट्रायल पास भएर निक्लेको होइन। म चाहिँ भर्खर सबको पेपर सेपर पनि छ होइन। दाइले चाहिँ पास टक्क लगाएर होइन फर्स्टचोटिमै पास भएको। अनि मलाई चाहिँ के लाग्छ भने होइन, सिक्ने र सिकाउने चिजमा के सिकाउने चाहिँ इन्ट्रेस्टिङ हुनुपर्छ होइन, कि सिक्ने चाहिँ आफू इन्ट्रेस्टिङ हुनुपर्छ जस्तो लाग्छ क्या होइन। तर यहाँ चाहिँ म आफै पनि एकदमै इन्ट्रेस्टेड थिएँ र दाइ झन् त्यस्तै पाएँ होइन। एकदम बबाल भाइब मिल्यो अनि फर्स्टचोटिमै पास। र जसलाई सिक्न मन छ आउने, 12 दिनमा लाइसेन्स लिनै जाने। ओके, अल द बेस्ट। बेस्ट अफ लक।